हामी त्यहाँनिर गाडी पर्खेर गाडीमा चढेर चाहिँ खाना खानुको लागि चाहिँ रेस्टुरेन्ट भनिदिउँ अब रेस्टुरेन्ट भन्दा पनि एउटा सानो तिनो नै हो तर यहाँनिर चाहिँ एकदम दामी टेस्टहरू पनि दामी हुन्छ र मैले बहिनीहरूलाई सोध्दै थिएँ कि कस्तो लाग्यो भनेर अनि बहिनीहरूले पनि एकदमै मन पराइदिइरहेको थियो क्या यहाँको खाना चाहिँ मैले अस्ति एकताल टेस्ट गरेको थिएँ एकदम राम्रो लागेको थियो नि त अन्त मैले देखाइ पनि दिइरहेको जे तपाईँहरू यहाँनिर आउनुहुन्छ भने चाहिँ कोरबङ्गला इजिपुरा है भने यतानिर आउनुहोस् होइन भनेर मैले सबैलाई देखाइरहेको छु त्यहाँनिर अन्त फेरि हामी लु खानुतर्फमा लाग्यौँ नि त भनेर लु लाग्दिउँ नि त भनेर चाहिँ हामी फेरि खानु गइरहेको छौँ है अन्त हामी सबैजना खाइरहेको छौँ मिठो पनि भइरहेको छ मजा पनि आइरहेको छ बाहिरको अलिकति भ्यू हेर्दै खाँदै है मजा आइरहेको छ अनि फेरि हामीले खानुतर्फ लाग्यौँ पछि म र स्मृतिको त हाम्रो सकिसकेको थियो बादमा रहेको थियो अदितिको अनि अदितिलाई पनि पर्खिँदै मैले यतातिर देखाउँदै है बाइक जाँदै स्कुटी जाँदै देखाउँदै हामी बसिरहेको छौँ हो अन्त त्यही कुराहरू गर्दै बस्दै कस्तो भयो के भयो भन्ने तर्फहरू गर्दै हामीले पर्खिरहेको छु हो अनि यता पनि अलिकति चाहिँ देखाइदिएँ सानो छ तर देखाइदिइरहेको छु हो अन्त अब अदितिको सकिनु मात्रै बाँकी छ हामीले अदितिलाई नै पर्खिरहेको छौँ ड्याम्म भएर हो त्यहाँदेखि फेरि मैले मेरो अलिकति स्टाइल देखाइदिएको नि त ल म चाहिँ यस्तो गर्दैछु अदितिलाई देखाइदिएको फेरि हो यता हेर्दै उता हेर्दै बहिनी फेरि मैले यता देखाइदिएको स्मृति त अलिकति बिजी थियो म चाहिँ अलिकति कपालहरू बनाउँदै देखाइराखिदिएको थिएँ नि त अन्त लु बहिनी छिटो खाऊ अब हामी जानुपर्छ बहिनीले फेरि मलाई मात्रै देखाउँछ लु हामी चाहिँ हिँडौँ ल भनेर चाहिँ अब हामी हिँड्नु थाल्यौँ हो त्यहाँबाट मैले यता देखाएँ हामी चाहिँ यतैबाट चाहिँ हाम्रो छेउै पर्थ्यो र चाहिँ हामी हिँडेरै चाहिँ आउने भयौँ नि त अलिकति मात्रै पर्थ्यो र अन्त बहिनीले चाहिँ हातहरू हालेर निकालेर देखाउँदैछ नि त अन्त लु हामी फेरि लु लाग्दिउँ ल भन्दै बोल्दै यस्तो त्यस्तो भन्दै है बाटोको यस्तो भन्दै स्मृतिलाई त राम्रै देखिरहेको छ अदितिलाई पनि राम्रो देखिरहेको छ लु हिँड है भनेर हामी सबैजना हेर्दै बात मार्दै हो गफ गर्दै हिँड्दै थियौँ मैले पनि भन्दै थिएँ हामी यस्तो आज हिँडाइ भयो यस्तो मैले चाहिँ अलिकति त्यो बाटो बिर्सेछु नि त होटेलको अन्त त्यो भएर चाहिँ यिनीहरू मसँग पनि रिसिँदै पनि थियो अनि यो चाहिँ सिग्नल भयो क्या यताबाट चाहिँ हामी जानुपर्छ भनेर लु है मैले देखाउँदै चाहिँ अब यहाँबाट चाहिँ हामी यस्तो जानुपर्छ भन्दै मैले देखाउँदैछु कि अन्त सिग्नलमा अब सिग्नल कहिले लाग्नु र हामी जानु भन्दै थिएँ र हामी आउने बाटो चाहिँ फेरि यस्तो ट्राफिक छ क्या ट्राफिक लागिरहेको हुन्छ जहिले पनि यहाँ चाहिँ एनी टाइम र फाइनली हामी चाहिँ आइपुगेको छौँ है आइपुगेर देखाइदिँदैछु मैले चाहिँ फेरि यहाँनिर हाम्रो यस्तो छ एउटा राम भगवान्को चाहिँ एउटा पोस्टर छ नि त हाम्रो ठुलो रुमको छेउमा अनि त्यो देखाउँदै हिँड्दै गऱ्यौँ लु हामी फाइनली आइपुग्यौँ भयो